ल अहिले बेलुका पख हेर्नु नि मान्छे अब यहाँ जाम भइरहेछ। अब यहाँ अगाडि फेरि एउटा गाडी अड्किरहेछ क्या, एउटा गाडी बिग्रिरहेछ त्यहाँ। अब त्यो अप्ठ्यारो ठाउँमा बिग्रेको छ, त्यो भएर कि अघि मैले बिहान पनि त्यहाँ उ गरेको थिएँ, त्यसको त्यो स्ट्रिङै उ भएछ कि कामै नगर्ने भन्छ, धन्न अड्केछ। अब यहीँ जाम भयो फेरि, यहाँ नि सानो छ नि त ठाउँ। हेर माथिबाट आउने गाडी त्यस्तै छ, हिजो माथि धेरै गएको छ गाडी, माथिबाट फर्किने गाडी पनि आज टन्न छ कि फेरि, तलबाट जाने पनि त्यस्तै, माथिबाट पनि त्यस्तै छ कि आज गाडी। त्यो भएर पनि हो यहाँ उही त्यो भाइरल ठुटा पनि अब अहिले त धुलो र मुलो बनाइसक्यो, कालो न कालो भइसक्यो भाइरल ठुटा पनि। हेरौँ ल, मुस्ताङ गएर फर्किनेहरू कोही जाँदैछन्, कोही फर्किँदैछन्। ल सही हो हजुर, आइहाल्नुहुन्छ नि तपाईँहरू त झन् ढुक्कै। धरानेर यस्तो छ, पारी पनि यस्तो छ, गाडी आएको छ नन स्टप होइन। ल यहाँ जाम रुप्सीतिर पुरा जाम भइरहेछ। त्यहाँ माथि अगाडि एउटा स्कर्पियो बिग्रिएछ कि, अब काठमाडौँबाट आएको नि त्यो स्कर्पियोको चाहिँ खै सामान के छ, प्यासेन्जरहरू यति बसेको छ होइन। अब यही बाटोमा ट्रक, यही बाटोमा स्कर्पियो, सबै चिज यही बाटोमा। अहिले कोराला नाकाबाट फेरि यो सबै यो यताको नाका खुलेको भएको भएर यस्तो हुन्छ, सामान बोक्ने ट्रकहरू पनि यहीबाट हिँड्छ क्या अहिले, बाइकवालाहरू त्यस्तै छ है। ल त्यही हो, ल रुप्सी झर्नातिर पुरै बवाल रमाइलो छ। मुस्ताङ अहिले पुरै अब घुम्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूले भरिनु भएको छ, कतिलाई अब खाना बस्न पनि असहज भइसक्यो होला होइन। आज जानेहरू पनि त्यस्तै छ, फर्किनेहरू पनि छ। ल हाम्रो भाइरल क्याफेतिर पनि यसो बवालै छ। ल यसो सब्सक्राइब चाहिँ गर्नु होला, मेरो अब युट्युबमा चाहिँ मेरो भिडियोहरू अपलोड भइरहेछ, यसो सब्सक्राइब गर्नु होला, सुनिल गाउँलेलाई माया गर्नु होला है। हस् धन्यवाद।